हेलो साथीहरू, नमस्कार। म राजु। तपाईँको र मेरो बिचमा चाहिँ आज नयाँ श्रृङ्खलामा भेट पक्कै पनि हुनेछ। हाम्रो भिडियोहरू कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र कमेन्ट लेख्न चाहिँ नभुल्नुहोला। आज हामी चाहिँ सन्धिखर्कदेखि छतरदेवसम्म चाहिँ सहयोग लिएर जाँदैछौँ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। हिँड्ने र भिडियो बनाउने हाम्रो दैनिकी जस्तै हो। आज चाहिँ विजय र म छौँ। हाम्रो सुजन सर पनि घरमा विशेष कामले घर आउनुहुन्छ। हामी सन्धिखर्कदेखि फुदबाङ नगइकन फुदबाङ हुँदै चाहिँ ठ्याक्कै अगाडि बढ्यौँ र हामी फुलबारी हुँदै अगाडि बढ्यौँ धुरपाटन सडक खण्ड। आज हामी चाहिँ छतरदेव 8 सालारुख भन्ने ठाउँमा चाहिँ जाँदैछौँ। आज भने अरू दिन जस्तो चाहिँ मौसम सफा छैन, हल्का टमलो लागेको छ। हेर्दा चाहिँ खासै राम्रो आएको छैन, भ्यू पनि बाटो चिलियो छ, पानी पनि परेको छैन। तपाईँकोतिर के कस्तो मौसम छ? हामी केही बेरको पिच बाटो हिँडिसकेपछि हामी चाहिँ अब बलेबाङ पुग्यौँ र हामी अब अफरोड बाटो लाग्दैछौँ। अफरोड बाटो लागिसकेपछि हामी लगत्तै उहाँ बाजेको घरसम्म नै हामी अफरोड बाटो पुग्नेछौँ र एकजना दाइले पठाइदिनु भएको सहयोगलाई हामी जस्ताको तस्तै चाहिँ सामान लिएर चाहिँ त्यहाँ पुग्नेछौँ र बाजेको घर चाहिँ यही हो। ल साथीहरू, हामी त्यहाँ लगेर सामान चाहिँ पुऱ्यायौँ। आधारभूत सामानहरू चाहिँ छन् र हामीले भिडियो बनाइसकेका छौँ। हाम्रो भिडियो चाहिँ आरएन इन्टरटेनमेन्ट फेसबुकमा र युट्युबमा चाहिँ आरएन खबर मिडिया भन्ने चाहिँ छ। त्यहाँ गएर चाहिँ हाम्रो फुल भिडियो चाहिँ हेर्न सक्नुहुन्छ र यसमा नि फलो र सब्सक्राइब चाहिँ गर्नुहोला र हाम्रो यस्तै भिडियोको लागि चाहिँ जोडिँदै जानुहोला। हस्त नमस्कार, धन्यवाद।